उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय सभा आगामी आर्थिक वर्ष 2082-83 का लागि 19 खर्ब 64 अर्ब 11 करोड रुपैयाँको बजेट प्रस्तुत गरेका छन्। सरकारले राजस्व सङ्कलनमा पूर्ण महत्त्वाकांक्षी लक्ष्य राख्दै झण्डै 6 खर्ब रुपैयाँको घाटा रहेको बजेट सार्वजनिक गरेको हो। देशका सबैभन्दा ठूला दुई राजनीतिक दलले आफ्नो एजेन्डा कार्यान्वयन गर्ने पहिलो बजेट प्रस्तुत गरेको थियो। 2 करोड भन्दा कमका आयोजनामा बजेट वियोजन नगर्ने, वृद्ध भत्ता दिने, उमेर बढाउने जस्ता केही सकारात्मक प्रयास बीच अर्थतन्त्रको समस्या समाधान गर्ने मूलभूत कुरामा भने यो बजेट चुकेको देखिन्छ। खासमा अहिले दुई सबैभन्दा ठूला राजनीतिक दल सहभागी करिब 2/3 को सरकारलाई अर्थतन्त्रको ठूलो पुनर्संरचना गर्ने अवसर थियो। सरकारको आकार व्यापक कटौती गरेर फजुल खर्च घटाउने र विकासको गेम चेन्जर परियोजनामा बजेट केन्द्रित गरेर केही वर्षभित्रै परिवार देखाउने अवसर थियो। सरकारले निजी तथा कार्यक्रममा विकासको गति तथा शैली नै परिवर्तन गर्ने घोषणा पनि गरेको हो। तर करिब 2.5 घण्टा लामो बजेट घोषणामा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेटलाई पनि परम्परागत रेटोनिक भन्दा उन्नत बनाउन सकेनन्। सरकारले आगामी आर्थिक वर्ष 2082-83 का लागि ल्याएको बजेटमा लुम्बिनी प्रदेश भित्र परेको योजनाहरू अधिकांश पुरानै छन्। अधिकांश अधुरो बहुवर्षीय र सडकसँग सम्बन्धित योजनाहरू बजेटमा समेटिएका छन्, तर नयाँ योजनाहरू न्यून छन्। पाल्पा र दाङमा पेट्रोलियम पदार्थ अन्वेषण, अर्घखाँचीको पाडिनीमा ज्ञान उद्योग निर्माण, दुम्कीबास बर्दघाट र शिवपुर भालुवाङ सुरु मार्ग निर्माण लगायत नयाँ योजना बजेट समेटिएका छन् भने बाँकी अधिकांश पुरानै छन्। सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष 2082-83 को बजेटमा समेटिएको योजनाले निजी क्षेत्रको उत्साहित भएका छन्। बजेट निजी क्षेत्र उत्साहित बनाउने गरी आएको र लगानीको ग्यारेन्टीको वातावरण बनाएको व्यवसायिकहरूले बताएका छन्। 19 खर्ब 64 अर्बको कुल बजेटमा अर्थमन्त्री विष्णु पौडेलले चालु खर्चका लागि 19 खर्ब 80 अर्ब 18 करोड, पुँजीगत तर्फ 4 खर्ब 7 अर्ब 89 करोड, वित्तीय व्यवस्थापन तर्फ 3 खर्ब 75 अर्ब 24 करोड विनियोजन गरेका छन्। महिलाको नाममा उद्यम वा कम्पनी दर्ता गर्दा नवीकरण गर्दा शुल्क नलाग्ने व्यवस्था गरिने अर्थमन्त्री पौडेलले बताएका छन्। सरकारले युवा उद्यमशीलता बढाउन आगामी बजेटमा विशेष योजना घोषणा गरेको छ। सरकारले जेन्जी पुस्तालाई व्यावसायिक बनाउने 73 करोड रुपैयाँ विनियोजन गरेको हो। सरकारले युवालाई काम खोज्न भन्दा काम दिने लक्ष्य राखेको छ। यसका लागि विश्वविद्यालय र निजी क्षेत्रको सहकार्यमा इन्क्युबेसन सेन्टर सञ्चालन गरिनेछ। स्टार्टअप उद्यमीहरूलाई सिप विकास र मूल्य श्रृङ्खलामा सहयोग पुर्याउने योजना छ। युवा उद्यमीहरूलाई 3% ब्याज दरमा सहुलियत मूल्य ऋण उपलब्ध गराइनेछ। 3% ब्याज दरमा सहुलियत मूल्य ऋण उपलब्ध गराइनेछ। अर्थमन्त्री पौडेलले यस युवा रोजगारमा क्रान्तिकारी परिवर्तन ल्याउने बताए।